साथी भेट्नु आएको एयरपोर्टमा भेट्न नपाएर ल्याङ भइगयो नि यार ल अब चाहिँ फर्केको साथी पनि गयो A few moments later. त्यहाँबाट फटाफटी आउला म यहाँ अब स्टाफ इन्स्टिट्युट भित्र छिर्दैछ आउला मलाई भेट्छ होला पिछामा है 3-4 मिनटमा आइपुगिहाल्छ फटाफट आयो भने त्यहाँ ग्रिन कलरको ट्याक्सी भेट्यो भने त्यसमा चढेर आए पनि हुन्छ भन्नु के क्यास अन आइदियो भन्नु त्यहाँ सोध भन्नु कि कसरी नभए त्यहाँ छेउछाउमा कोही छ भने सोध न त्यहाँ छेउछाउमा कोही छ भने सोध न कहाँ केही हुँदैन तर बिर्सिनु चाहिँ नबिर्सी ल तँलाई अब यहीँ क्यामेराबाट हेरेर चित्त बचाउनु पर्ने भयो है तँलाई भेट्नु आएको अब न त त्यहाँदेखि यहाँ आउनु मिल्ने न म यहाँदेखि त्यहाँ आउनु मिल्ने भगवान क्या जुलुम है ल मजाले गयोस् केटा प्रगतिको धेरै धेरै शुभकामना भयो भन्दाखेरि रोगडा छापेर आएस् है भयो भन्दाखेरि रोगडा छापेर आएस् के को सकिन्न होइन साँच्ची भनेको अघि नै यति यहाँसम्म मात्रै आउनु पाइन्छ भनेर थाहा पाएको भए त म त आउँदिनँ थिएँ अनि यसरी त के मजा अन्त पाकिस्तानको बोर्डर र इन्डियाको बोर्डर जस्तै बजरङ्गी भाइजानको सेम भइगयो नि अब तँलाई देख्नु त देखियो अब त्यहाँ क्यामेरा पनि उता फर्काउनु नमिल्ने अरे हो अब लेमन टी जस्तो अगर हम करें तो करें क्या बोले तो बोले क्या ल अब मजाले जा केटा अब अरू केही भन्न सकिएन यसो भेटघाट पनि भएन अनि मिल्छ है भन्थ्यो अब साथीहरूले सोधेको होइन यहाँनिर एयरपोर्टमा काम गर्ने मेरो एउटा साथी छ कि त्यो फेरि इभेन्टमा गएको रहेछ क्या त्यो भएको भए मिल्थ्यो पनि पोसिबल हुन्थ्यो यहाँ लिफ्ट रहेछ त यहाँ चढेर आम यहाँ लिफ्ट यहाँ कहाँ जाने लिफ्ट हो तल फर्के तल घुमेर जाऊँ कि क्या तलबाट घुमेर आऊँ कि क्या ल हरियो गाडी चढेर जा कि अब निलो गाडी चढेर जा ल अब के गर्छस् त केटा अब यस्तै भयो है अब अलि पछाडि नेपालमै भेट गर्नुपर्छ अब खाडी मुलुकमा तेरो र मेरो भेट हुनु लेखेर रहेनछ नकुद बिस्तारै जा बिस्तारै पुग्छस् के हुँदैन क्या साथी भेट्नु आएको एयरपोर्टमा भेट्न नपाएर ल्याङ भइगयो नि यार ल अब चाहिँ फर्केको साथी पनि गयो